गाडीबाट निस्केर चाहिँ अब हामी जूतिर लाग्दैछौँ, जू जाँदैछौँ। यस्तो छ, यहाँ माथि चढ्नुपर्छ हामीलाई चाहिँ। ए यहाँ अच्छा तर अघि हामीले लाग्छ हिमालय परिवर्तन कहाँ गइरह्यो देख्दै रहेछ। गाछमा चढ्दैछ। अब चाहिँ के देख्नु यता चाहिँ के छ खोइ कुनै के छ तिमीसँग कोही कहाँ हुनुहुन्छ कस्तो छ अरे आवेश यता हेर कस्तो छ भन्नु छैन जाउँ त्यसो भए त्यही त के छ अरे आवेश यता हेर यता हेर साइबेरियन टाइगर हो लर्ड बेङ्गल टाइगर होइन साइबेरियन टाइगर यो बाख्रा हो तर कलर हेर्नु चेन्ज छ है बाख्रा चाहिँ यो कहाँको हो कोनी कलर हैन अनुहार अर्कै छ देखो गाउँको डाक्छ देख्ले मजाले हिँडेको एउटै रहेछ पनि आवेश बुनु देखिस् सानतिर पाइन्छ हिमालतिर पाउने चौरी गाई छङ्गुको यहीँ छ छङ्गु जाँदैन अब यहाँ हेरिहाल्यो त त्यही त खोइ कुनी त बार्किङ डियर बार्किङ डियर हावा पनि आउँदैछ बनाइदिएको छ यता घरहरू होइन मजाले बनाइदिएको नि ल है यहाँ ठुल्ठुलो এইটা হরি হ্যাঁ এইটা এর মাথায় সিং আছে তো মাথায় সিং wolf पन्डा हो पर्खी ওপরে সাত ফাপ আছে নাকি কি জানে দেখি चित्रा माथि पनि रहेछ यता यताबाट पनि देखिँदो रहेछ म्युजियम रहेछ यो आउनु जाउँ सर्टकट दार्जिलिङको जू आउनुभयो भने चाहिँ दुईटा म्युजियम छ एउटा राइटतिर एउटा लेफ्टतिर राइटतिर चाहिँ बर्ड्सहरू मात्रै छ त्यो चाहिँ बेङ्गल नेचुरल हिस्ट्री म्युजियम हो अहिले हामी आएर पुसेर आयौँ अन्त लेफ्टतिर चाहिँ त्यहाँ हिस्ट्रीको बारेमा छ म्युजियममा चाहिँ दुईटै म्युजियममा चाहिँ फोटोहरू क्लिक गर्नु दिँदैन भिडियोहरू राम्रो छ खालि आफूले हेर्नु मात्रै हो चाहिँ फोटोहरू क्लिक गर्नु दिएन त्यही भएर चाहिँ हामी भ्लग गर्न सकेनौँ होइन तर हजुरहरू दार्जिलिङ आउनुभयो भने चाहिँ एकपल्ट म्युजियम चाहिँ आउनुहोस् एकदम राम्रो छ हिस्ट्री भनिदिनुहोस् म्युजियममा हिस्ट्रीको बारेमा जान्यो होइन हेरेर अब राम्रो पनि लाग्यो देखेर
गएर अब भित्रको के गर्नु भिडियो गर्नु दिएन हामीलाई नभएदेखि त साह्रै रमाइलो हुने थियो सबैको चित्त बुझ्यो तर मलाई चाहिँ एउटा बुझेन मलाई चाहिँ बहुत दुःख लाग्यो अरे 2-4 पल्ट म पनि हिमाल चढेको थिएँ नि तर मेरो चाहिँ खोइ त फोटो थिएँ त्यहाँनिर फोटो खिच्नु दिएको भए मन पऱ्यो क्या त त्यो जग्गा देखेर चाहिँ के भन्नु अब